युएईमा बस्नुहुन्छ, काम गर्नुहुन्छ भने एब्सकन्डिङबाट बस्नु जरुरी छ। एब्सकन्डिङ चाहिँ के हो त? तपाईँ कुनै पनि स्पोन्सरबाट भाग्नुहुन्छ या फिर भिजाको कुनै पनि नियम उल्लङ्घन गर्नुहुन्छ भने तपाईँलाई एब्सकन्डिङ केस लाग्न सक्छ। एब्सकन्डिङ केस लाग्नका मुख्य कारणहरू के हुन् त? नम्बर 1 त स्पोन्सरबाट भाग्नु नै भइहाल्यो र नम्बर 2 भिजाको उल्लङ्घन गर्नु, रुल्स एन्ड रेगुलेसन्सलाई फलो नगर्नु। र यसबाट के नतिजा आउँछ त? नम्बर 1 त डिपोर्टेसन, नम्बर 2 ट्राभल ब्यान र नम्बर 3 भनेको फाइन्स एन्ड ओभरस्टे। एब्सकन्डिङका कारण त नतिजाहरू त जान्नुभयो। अब यसको समाधान छ कि छैन त? समाधान त पक्कै पनि छ। समाधानको लागि तपाईँहरू इमिग्रेसन जानुपर्ने हुन्छ र तपाईँहरूको ओभरस्टेको फाइनहरू क्लियर गरेर आफ्नो भिजा स्टेटस लिगल बनाउनु पर्ने हुन्छ। समस्यालाई नबढाउनुहोस् र समाधानतिर ध्यान दिनुहोला।